बाटोमा यस्तो हेर्दै आएको थियो कि यस्तो भित्तातिर हेर्दा चाहिँ क्या अब दाजा र झरेर बिचुक भएर बसेको रहेछ। अब झरेर क्या अब कोही त अब के माटोभित्र पुर्यो पनि सकिन्छ। अब यसलाई चाहिँ अब के हुन्छ हामीलाई यो अब दाजालाई चाहिँ म अब टिपेर चाहिँ होइन भने म सफा जग्गामा राख्छु, नत्र म डराउँछु। दाजाहरू यहाँ बिचार भित्रसम्म त माया लागेर आयो यो दाजा देखेर चाहिँ। भइसकेको बिचारा अब यसलाई चाहिँ म मेरोमा के भन्छ अहिले चाहिँ माचिस चाहिँ छैन कि अब यो दाजालाई चाहिँ म के भन्छ रुखमा बाँधिराख्नु पर्ने मजाले। यहाँ रहेछ है यो चाहिँ मानी उठाएको रहेछ। मानी उठाएर चाहिँ त्यहीमै अब के बाँस कुहिएर चाहिँ अब लडेको रहेछ। अब यसलाई चाहिँ म सबै बटोरेर चाहिँ म रुखमा बाँधिदिनु पर्यो। मैले लागि दाजा बटुलेको चाहिँ यहाँ फेरेको छ। अब यो सबै मजाले बाँधेर चाहिँ म मजाले यहाँ बाँधिराखिदिनु पर्यो। यहाँ अब मेरो अब डराउने बाँची चाहिँ छैन म, त्यही कारण चाहिँ अघि बाटोमा आउँदाखेरि चाहिँ यो दाजाहरू यो मानीहरू के भन्छ झरेको देखेँ कि माया लागेर अब यसलाई चाहिँ मजाले बाँधेर बाँधिराख्नु पर्यो। त्यो पनि खादाले बाँधेको थियो कि यस्तो खादा मजाले बाँधेको छ खादाले यस्तो छ। हामीले यो पुस्तकहरू चाहिँ कहिले पनि टिक्नु हुँदैन क्या। अब यो पुस्तकहरू टिकेसम्म नराम्रो हुन्छ, त्यही भएर चाहिँ हामी टिक्नु हुँदैन। यो पुस्तक चाहिँ हामीले राम्रो याद गर्नुपर्छ, देखिएसम्म टिपेर चाहिँ चक्को जग्गामा राख्नुपर्छ। अब दाजा पनि मजाले बाँध्यो हो। अब झन् त झर्दैन होला मजाले खादाले बाँधेको छ हो। अब हामीले त्यस्तो दाजा चाहिँ हामीले के भन्छ टिक्नु हुँदैन हो। अब देखिएछ भने हामीले के भन्छ चक्को जग्गामा राख्नु पऱ्यो, नत्र पोल्नु पऱ्यो हो। हामीले सक्दो चाहिँ हामीले धर्म नै गरौँ हो। अब त्यही कारणले त्यस्तो पुस्तकहरू चाहिँ हामीले कहिले टिक्नु पनि हुँदैन हो। देखिएछ भने हामीले चक्को जग्गामा नत्र पोल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले याद गर्नुपर्छ। ल सो ओके भाइ, थ्याङ्क यू।